ओ नमस्ते। धेरै पछि दसैँ लाग्यो हामीलाई पनि है। इस भोभो गर्ने ठाउँमा आयो है। ल यहाँ चाहिँ छानी छानी मिल्ने रहेछ। अब दुःख सुख त्यस्तै भए पनि अब खसी त खानै पर्यो है दसैँमा। त्यही भएर यहाँ हेर्नु न लस्कारै एकदमै हो धेरै रहेछ। यो चाहिँ कुलाईमा रहेछ। धेरै छ यतापट्टिको लाइनमा पनि धेरै छ, यतापट्टि पनि छ। दसैँ लाग्यो यस्तो छ, गाह्रो छ हौ दसैँ मनाउन पनि। ल अब परदेशको दसैँ यहाँ फेरि अब ठुलो खालको रहेछ है। ल यसको सिङ हेर्नुभयो भने तपाईँहरू छक्कै पर्नुहुन्छ। यो सबै ठुलो खालको रहेछ। यता फेरि अब यो जखमलहरू यो मतलब लाग्छ यो बिउ पालेको हो कि होइन। ओहो यो त 100 किलो भन्दा बढी रहेछ हौ। राम्रो छ। ल खसी खाने भाइ यहाँ आउनु पर्ने रहेछ दसैँ मनाउन है त।